हेलो फ्रेन्ड, वेलकम टु माई युट्युब च्यानल। म चाहिँ अब हेर्न गइरहेको छु साउथको उपेन्द्र शिवराजकुमार र राज शेट्टीको 45 मुभी। म चाहिँ के गर्छु, राइजिङ हलमा जाँदैछु। बिहान 8:15 को सो छ। त्यो कस्तो लाग्छ मुभी। साथीहरू, म चाहिँ राइजिङ हल आइसकेको छु मुभी हेर्नको लागि। अब गइन्छ, मलाई मुभी हेरिन्छ। हेरौँ कस्तो लाग्छ मुभी। म चाहिँ आइसकेको छु सिनेमा हलभित्र है। म चाहिँ यो मुभी हेर्न आएको हो। साथीहरू, म चाहिँ मुभी हेर्न आइसकेको छु यहाँ। अनि यो मुभीले गरुड पुराणलाई पनि खतरा पाराउने देखाएको छ। मेनली यो गरुड पुराण नै अड्केर बस्छ। त्यो गरुड पुराण यति राम्रो देखाएको छैन मुभीले, राम्रै लाग्यो। स्टोरी पनि नयाँ छ, त्यस्तो पुरानो स्टोरी होइन। तर हाम्रो गरुड पुराणको 45मा गरुड पुराणमा के हुन्छ भने सबै देखाएको छ, एकदम सही राम्रो तरिकाले देखाएको छ। यो राम्रो छ स्टोरी पनि। मैले बसेको हेरी 45 मुभी बवाल थियो। मुभी अलिक स्लो लाग्यो थोरै। लभ एङ्गल पनि ठिक लागेको थियो। कमेडी सिनको त जरुरत थिएन जहाँ लागेको छ। सरी, फिल्म राम्रो छ। फर्स्ट हाफ उपेन्द्रको खतरा एक्टिङ गरेर, राज शेट्टी खतरा काम गरेर। सेकेन्ड हाफ शिवराजकुमारको। लास्टमा खतरा ट्विस्ट छ, त्यो म रिभिल गर्दिनँ। लास्टमा खतरा ट्विस्ट छ। अनि लास्टको फाइटिङ, लास्ट ब्याटल, थिएटर एक्सपिरियन्स बवाल हुन्छ। मलमै हेर्ने मुभी हेर्ने हो, थिएटरमै हेर्ने मुभी हो। लास्टको फाइटिङ त बवाल थियो। भिएफएक्स र सिजिआई ठिकठाकै लाग्यो, तर लास्टमा मुभी बवाल थियो। लास्टमा ट्विस्ट पनि खतरा छ। म यसलाई 3, म धेरै रेटिङ गर्नु 3 मा 2.5 दिन्छु यसलाई। थ्याङ्क यू।